प्रधानमन्त्री बालेन शाहले चलाए डोजर। पर्यटकीय नगरी पोखराबाट एक महत्त्वपूर्ण खबर बाहिर आएको छ। फेवा लेक वरिपरि 65 फिट क्षेत्रभित्र निर्माण गरिएका संरचनामाथि कडा कदम चालिएको छ। स्थानीय प्रशासन र प्रधानमन्त्री बालेन शाहले ती संरचनाहरू हटाउने प्रक्रिया सुरु गरेको जनाइएको छ। जानकारी अनुसार यी संरचनाहरू नियम विपरीत बनाइएका थिए र तालको संरक्षण तथा वातावरणीय सन्तुलनमा असर पुर्याउने खतरा देखिएको थियो। लामो समयदेखि यस विषयमा विवाद चल्दै आएको थियो। आज बिहानदेखि नै डोजर प्रयोग गरेर अवैध संरचनाहरू हटाउने काम सुरु गरिएको छ। सुरक्षाकर्मीहरूको उपस्थितिमा यो अभियान सञ्चालन भइरहेको छ, जसले गर्दा कुनै अप्रिय घटना नहोस् भन्नेमा प्रशासन सजग देखिएको छ। स्थानीय व्यवसायीहरूले भने यस कदमप्रति मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले यसलाई वातावरण संरक्षणका लागि आवश्यक कदम भनेका छन् भने केहीले आफ्नो रोजगारीमा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। विशेषज्ञहरूका अनुसार फेवा लेक नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो, जसको संरक्षण अत्यन्त जरुरी छ। ताल वरिपरि अनियन्त्रित निर्माणले पानीको स्तर, जैविक विविधता र पर्यटनमा दीर्घकालीन असर पार्न सक्छ। प्रशासनले भने स्पष्ट रूपमा नियम पालना नगर्ने जो कोहीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै भविष्यमा यस्ता अवैध संरचना निर्माण हुन नदिन नियमित अनुगमनलाई तीव्र बनाइने जनाएको छ। अहिले हटाउने कार्य जारी रहेको छ र केही स्थानमा स्थानीय र व्यवसायी बीच सामान्य विवादका घटनाहरू पनि देखिएका छन्, तर स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। बालेनले गरेको यस कामलाई तपाईहरूले 10 मा कति नम्बर दिनुहुन्छ? कृपया कमेन्ट गरिदिनुहोला र मन परे सब्स्क्राइब गरिदिनुहोला। बालेनले देखाउन पर्छ भनेर यस्तो अनैतिक काम गर्नुहुन्छ। विदेशी पर्यटकहरू नगरपालिकाले बनाइन्छ। सबभन्दा तर यो भत्काउनु भन्दा पनि पहिला घुस खाए नगरपालिकाको हरेक पुलिसले घुस राति 4 बजे कटर लिएर आएर गर्न आउँछ के हो? यो त नक्सामै छैन के हो? कानुनी परिस्थिति अनुसार घर भत्काउनु भयो। मुर्दाबाद